निर्णायक महोदय र उपस्थित सम्पूर्ण महानुभावहरू, जेठ 15 गते, असोज 3 गते, माघ 16 गते, फागुन 7 गते तपाईहरूले नेपाली क्यालेन्डरलाई पछ्याउनु भएको छ भने यी दिनहरूलाई नेपाली क्यालेन्डरमा विशेष गरेर सिंगारिएको हुन्छ। नेपाल सरकारले सार्वजनिक बिदा पनि दिने गर्छ। अझ म त शिक्षाको विद्यार्थी। माघ 15 गते राति 12-1 बजेसम्म इन्टरनेटको साम्राज्यमा बेताज बादशाह चाहिँ हुकुम चलाउँछु अनि बिहान 10 बजेसम्म सुँगुर चाहिँ अघोर निद्रामा कल्पनाको दुनियाँमा हराउँछु। र त्यही समयमा मेरी आमाले, बाबु अब त उठ, 10 बजिसक्यो भन्दा, या आमा कतिको राको के, आज माघ 16 गति हो भन्ने थाहा छैन। यसरी भन्छु मानौ कि म नै इतिहासको जीवित पुस्तक हो। म मूर्ख झै तपाईहरू पनि यी दिनलाई बस सार्वजनिक विधाको रूपमा हेर्नुहुन्छ भने पर्खनुहोस्, किनकि त्यो रातो रङभित्र हजारौंको रगत लुकेको छ। यी दिनमा सार्वजनिक विधा केराले बाँदरले केरा पाए झै मिलेको होइन निर्णायक महोदय। 2062-63 सालको जनआन्दोलनले गर्दा निर्वाचनबाट गठित संविधान सभाको पहिलो बैठकले 2065 साल ज्येष्ठ 15 गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य घोषणा गर्यो। यो सँगै नेपालबाट 238 वर्ष पुरानो राजसत्ता सदाका लागि अन्त्य भयो। नेपालीले नेपाल पाए र 17,000 भन्दा बढीको बलिदानले, रगतले जेठ 15 गते नेपाली क्यालेन्डरमा सदाको लागि रातो रङले सिंगारियो। त्यही लोकतन्त्रको परिणामस्वरूप 2072 साल असोज 3 गते नेपालीहरूले नेपालको संविधान पाए र त्यही संविधानको रातो पानाले, रातो किताबले नेपाली क्यालेन्डरमा असोज 3 गतेलाई सदाको लागि रातो रङमा परिणत गराइदियो। तर यसरी लोकतन्त्र र संविधान हामीले जङ्गबहादुरले नारीमा पैसा खर्च गरे चाहिँ पाएका होइनौँ। त्यहाँ त रगतको आहाल बगेको छ। अझै पनि संविधानका प्रत्येक पानामा ती वीर र अमर शहीदको रगतको गन्ध आउने गर्छ नि नायक महोदय। यो त अलि ताजै अनि आलै घाउ भयो। इतिहासमा अलिकति पछाडि जाउँ। विक्रम सम्वत 1990 को दशकमा कागहरू बिस्तारै कराउँदै थिए, स्वतन्त्रताका सुरहरू गुन्जिँदै थिए, परिवर्तनले नयाँ आभास लिँदै थियो। त्यही समयमा आकाशमा एक्कासी कालो बादल मुडारियो र प्रजातन्त्रका ती सुरहरूलाई च्याप्प समात्यो अनि 4 महिनासम्म फलामको किला ठोकेर हातमा शरीरभरि नीलडाम पारेर यसरी छुट्यो मानौ ती शहीदको शरीर त्यति सस्तो भयो, मृत गोरुको अवशेष जस्तो भयो। 21 वर्षीय छिटो गङ्गलाल श्रेष्ठदेखि टङ्कप्रसाद आचार्यसम्म कोहीमा पनि अब त्यो अन्याय र अत्याचारको पहाड सहन सक्ने अवस्था थिएन। तर उनीहरू डराउनेवाला पनि थिएन। अन्तमा ती पापीहरूका हात थाके, धकेल्दा, थिच्दा, मिच्दा, पछार्दा थाकेपछि विक्रम सम्वत 1997 साल माघ 10 गते शुक्रराज शास्त्री, विक्रम सम्वत 1997 साल माघ 13 गते धर्मभक्त माथेमा, विक्रम सम्वत 1997 साल माघ 15 गते दशरथ चन्द्र गङ्गलाल श्रेष्ठ, 2 जनालाई फाँसीमा लट्काएर अनि 2 जनालाई गोली हानेर मृत्युदण्ड दियो। र तिनै शहीदको अन्तिम सासबाट बगेको एक थोपा रगतले माघ 16 गते नेपाली क्यालेन्डरमा सदाको लागि रातो रङले सिंगारियो। र त्यही रगतबाट सलबलाएका गणेशमान र बिपीले पछि 2007 साल फागुन 7 गते नेपालमा प्रजातन्त्र ल्यायो। 104 वर्ष पुरानो जहानिया राणा शासन नेपालबाट सदाका लागि अन्त्य भयो। र त्यही खुसियालीमा र वीर शहीदहरूको त्यो रगतको सम्मानमा फागुन 7 गते नेपाली क्यालेन्डरमा सदाको लागि रातो रङले सिंगारियो। यसको अर्थ मैले बुझे जस्तो रहेनछ। ती दिनहरूमा सार्वजनिक बिदा दिनुको कारण कसैले तथास्तु भनेर वरदान दिएर रहेनछ। त्यहाँ त रगतको आहाल बगेको रहेछ नि नायक महोदय। त्यहाँ त प्रत्येक कणकणमा रगतको गन्ध आउँदो रहेछ। तर अवसोस तिनै पुर्खाका सन्तान हामी घोडाघोडीमा एउटा आइमाईमाथि बोक्सीको आरोप लागेर समाजले अन्याय गरिरहँदा रमिता हेरेर बस्छौँ, तर कोही पनि बोल्दैन। यो तथ्याङ्क अलिक पुरानो भए जस्तो लाग्यो होइन तपाईँलाई? तपाईँलाई नयाँ तथ्याङ्क चाहिएको छ होइन? तपाईँलाई नयाँ तथ्याङ्क चाहिएको छ भने त्यो तपाईँकै गाउँमा छ। एकचोटि पछाडि फर्किएर हेर्नुहोस् त। तपाईँका समुदायका ती कयौँ मलिन अनुहारले आज पनि समाजका काँडाहरूले बोकाइरहेको अन्याय र अत्याचारको भारी बोकिरहेका छन्। अनि मुख्य कुरा, कहीँ त्यो भारी बोक्नेहरूमध्ये एक तपाईँ आफै हुनुहुन्छ कि? आखिर त्यसो हो भने तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ र जसरी सक्नुहुन्छ बोल्नुहोस्, किनकि यो लोकतन्त्र हो। यसको कुनै न कुनै कुनामा न्याय भन्ने शब्द लुकेको छ। अनि अन्त्यमा म के भन्न चाहन्छु भन्दा, हाम्रा वीर शहीदहरूले बोल्न पाउनुपर्छ भन्ने अधिकारकै लागि आफ्नो ज्यानको आहुति दिए। तर आज हामीसँग त बोल्ने अधिकार छ, र पनि हामी हातमा हतकडी अनि मुखमा टेप लगाए चाहिँ चुपचाप लागेर बसेका छौँ। हामी यसरी नै चुपचाप लागेर बस्यौँ भने हामीले त अधिकार पायौँ, तर हाम्रा सन्तानहरूले नपाउन पनि सक्छन्। सायद ती दिनहरूले दिएको, ती दिनहरूले सिकाएको पाठ, ती दिनहरूले बुझाएको तथ्य यही थियो होला। धन्यवाद। जय नेपाल।